हेलो, आज हामी आइभेनिसको एकदम हाई कपी फर्स्ट कपी भनौँ न गिटार चाहिँ चेक गर्न गइरहेको छौँ। यसको क्लिन साउन्ड चेक गर्छौँ हामी अनि डिस्टर्सन साउन्ड चेक गर्छौँ। त्यसको लागि हामीले जिरेलको एम्प युज गरिरहेको छौँ 10 वाटको होइन। सुरुमा क्लिन साउन्ड चेक गर्छौँ अनि त्यसपछि एकछिनपछि फेरि त्यसको डिस्टर्सन साउन्ड पनि चेक गर्छौँ है त। अनि यो चाहिँ तपाईँको HSS सेटअपमा छ पिकअप चाहिँ, अनि 5 वे स्विच छ, भोल्युम र टोन नब छ होइन। अनि त्यसपछि ट्रेमोलो पनि युज गर्न मिल्छ यसमा चाहिँ, ट्रेमोलो बार। ओके, अहिले चाहिँ फर्स्टमा चाहिँ नेक पिकअपको साउन्ड सुन्छौँ है त हामी। फर्स्टमा हामी नेक पिकअपको साउन्ड सुन्छौँ है त। यो चाहिँ नेक पिकअपको साउन्ड थियो। अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि सेकेन्ड पोजिसनमा जान्छौँ है त। स्विचको सेकेन्ड पोजिसनमा जुनमा चाहिँ नेक पिकअप र यो सेन्टर पिकअप हुन्छ नि, यो दुइटाको कम्बाइन्ड साउन्ड चाहिँ आउँछ है। यसको साउन्ड चाहिँ प्रायः जस्तो फङ्क गिटार बजाउँदाखेरि त्यसको रिदम हुन्छ नि, फङ्क रिदम, त्यसमा युज हुन्छ है। यसको साउन्ड सुनौँ ल। साउन्ड चाहिँ यस्तो आउँछ होला यसको। अब चाहिँ हामी के गर्छौँ, सेन्टर पिकअप चाहिँ हेर्छौँ है त। यसको कस्तो साउन्ड आउँछ, क्लिन साउन्ड सेन्टर पिकअप है त। प्रायः जस्तो सेन्टर पिकअपमा चाहिँ हामीले रिदम बजाउने ट्राई, रिदम बजाउँछौँ कि त नेक पिकअपमा कि त सेन्टर पिकअपमा चाहिँ हामीले रिदम बजाउँछौँ है त। आज हामी यसको चाहिँ सेन्टर पिकअपमा रिदम ट्राई गर्छौँ एउटा। अब चाहिँ हामी के गर्छौँ, यसको फोर्थ पोजिसनमा हेर्छौँ है त, जुनले चाहिँ सेन्टर पिकअप र ब्रिज पिकअपको कम्बाइन्ड साउन्ड दिन्छ है त। यो चाहिँ यसको फोर्थ पोजिसनको साउन्ड भएन। अब हामी चाहिँ ब्रिज पिकअपमा जान्छौँ अनि यसमा चाहिँ हामीले प्रायः जस्तो डिस्टर्सन साउन्ड युज गर्छौँ होइन। सो यसैमा हामीले यसको डिस्टर्सन साउन्ड युज गर्छौँ है त, कस्तो आउँछ भनेर। यो चाहिँ आइभेनिसको एकदम हाई कपी गिटार होइन। साउन्ड चाहिँ सुनिहाल्नु भयो, एकदम राम्रो साउन्ड छ। एन्ड इफ यु आर इन्ट्रेस्टेड देन कन्ट्याक्ट टु हार्पर स्टोर।